डिपेन्डेन्ट बेसिसमा लान पाउँछ कि पाउँदैन न्युजिल्यान्डमा? सर डिपेन्डेन्ट तपाईँको ब्याचलर्स डिप्लोमा मास्टर्स जसमा पनि लैजान पाउँछ, तर ब्याचलर्ससम्मको स्पाउसले काम गर्ने भिजा पाउँदैन। दे विल गो। राइट, ओके। सो यतिखेर हाम्रो बिचमा हुनुहुन्छ तारा गुरुङ म्याम हुनुहुन्छ, एजेन्ट कनेक्टदेखि। उहाँ चाहिँ न्युजिल्यान्डको स्टुडेन्ट भिजाहरूको अनि न्युजिल्यान्डको कुनै पनि भिजाहरू भनौँ त्यसको चाहिँ एक्सपर्ट हुनुहुन्छ होइन। उहाँले चाहिँ धेरै वर्ष पहिलेदेखि नै न्युजिल्यान्डमा धेरैजना विद्यार्थीहरूलाई पठाएर नेपाली विद्यार्थीहरूलाई पठाएर चाहिँ उहाँले धेरै सपोर्ट गरिराख्नु भएको। सो आजको स्पेसल यो टकमा यो चाहिँ कम्प्लिटली नेपालीमा हुन गइरहेको छ। सकेसम्म म एकदमै बिस्तारै बोल्ने कोसिस गर्नेछु, तर सबै नेपालीमा बोल्ने कोसिस गर्नेछु। किन भन्दाखेरि यो भिडियो चाहिँ स्पेसल्ली दोज जो प्यारेन्ट्सहरू अभिभावकहरू हुनुहुन्छ, बुवा आमाहरू होइन, त्यसपछि चाहिँ नि हजुरबा हजुरआमाले पनि हेर्नुहुन्छ होइन, आफ्नो नाति नातिनी अथवा छोराछोरी कहाँ पठाउने भनेर, कसरी पठाउने भन्ने कुरा। अनि त्यसपछि न्युजिल्यान्ड चाहिँ नि एउटा पपुलर डेस्टिनेसन, एकदमै फेमस डेस्टिनेसन भइरहेको छ अहिले। त्यसको लागि चाहिँ नि के क्वेसनहरू के प्रश्नहरू मेरो छ आज, सिन्स तारा म्याम चाहिँ नि न्युजिल्यान्डको एक्सपर्ट भएको कारणले गर्दाखेरि चाहिँ मलाई लाग्छ उहाँ नै यो क्वेसनहरूको चाहिँ जवाफ दिनका लागि चाहिँ उहाँ नै राम्रो व्यक्ति मलाई लाग्दछ। त्यसै कारणले गर्दाखेरि यो सामान्य क्वेसनहरू प्रश्नहरू रहेको छ, जस्तै कहाँ कसरी के भन्ने खालको चाहिँ, अनि न्युजिल्यान्ड के हो भन्ने खालको कुराहरू नै रहेको छ। सो यो भिडियो चाहिँ तपाईँहरूले कम्प्लिटली हेर्नु होला र अरूलाई पनि तपाईँहरूले सेयर गर्नु होला। सो तारा म्याम, तपाईँलाई स्वागत छ बियोन्ड एजुकेसनको पोडकास्टमा। Thank you so much, Suresh sir, and Beyond Education Consultancy को team. Thank you so much for connecting with us. होइन, हजुर आज हजुर। अब हजुरले जति पनि क्वेसन्सहरू राख्नुहुन्छ, आई विल ट्राई माई बेस्ट हाम्रो विद्यार्थीहरू, हाम्रो स्टुडेन्ट्स, प्यारेन्ट्स, गार्जियन्स, ग्रान्ड प्यारेन्ट्स सबैले बुझ्नुहुन्छ भन्ने आशा पनि गर्दछु। ओके, थ्याङ्क यू भेरी मच। सो आज फर्स्टमा अब चाहिँ तपाईँ न्युजिल्यान्डको एक्सपर्ट भएको कारणले हुनुभएको कारणले गर्दाखेरि मेरो क्वेसन त यो रहन्छ कि किन अब जस्तै तपाईँको न्युजिल्यान्ड एक मध्येको एउटा पपुलर अहिले एकदमै हट केकै भनौँ न नेपाली मार्केटमा त अझ होइन। सो न्युजिल्यान्ड चाहिँ किन चुज गर्ने, न्युजिल्यान्ड किन जाने भन्न नर्मल्ली मान्छेलाई लाग्छ अब यो कोही प्रश्न दिमागमा। सो तपाईँ कसरी यसको जवाफ दिनुहुन्छ? ओके, फर न्युजिल्यान्ड स्टडिज हाम्रो नेपाली बच्चाहरूमा भन्दाखेरि बिकज अफ इट्स एकदम ग्लोबली रिकग्नाइज क्वालिफिकेसन, सबभन्दा भेरी इम्पोर्टेन्ट कुरा होइन। हजुर। तपाईँको न्युजिल्यान्डको स्टडिज भनेको हाई क्वालिटी एडुकेसन छ, भेरी इम्पोर्टेन्टली अ भेरी सेफ इन्भाइरोमेन्ट है हाम्रो नेपाली बच्चाहरूको लागि। इट इज अ भेरी सेफ कन्ट्री। तपाईँको 2022-23 यो सेकेन्ड सेफेस्ट कन्ट्रिजमा परेको थियो न्युजिल्यान्ड। वाह। स्टिल इट इज इन थर्ड पोजिसन सेफेस्ट कन्ट्रिजको पोजिसनमा। न्युजिल्यान्डमा प्र्याक्टिकल लर्निङ्सहरू धेरै छन् होइन। तपाईँको एक्सलेन्ट स्टुडेन्ट सपोर्ट छ युनिभर्सिटिज कलेजेसहरूमा। अनि सबभन्दा राम्रो भनेको valuable पोस्ट स्टडी अपर्च्युनिटिज। सो रिसेन्टली पनि हाम्रो अब डिप्लोमामै बच्चाहरू, हाम्रो नेपाली विद्यार्थीहरू पढ्न जानुहुन्छ भने पनि 6 मन्थ्सको पोस्ट स्टडी अपर्च्युनिटिजहरू अभाइलेबल छ। सो या, दिस इज द मेन रिजन्स टु स्टडी इन न्युजिल्यान्ड। ओके, ग्रेट। एन्ड कस्तो खालको अब नर्मल्ली विद्यार्थीहरूलाई लाग्छ ओके कस्तो खालको चाहिँ नि जिपीहरू चाहिन्छ होइन, कति वर्ष ग्यापहरू अथवा आइएल्स, धेरैजना आइएल्स पनि पढ्न खोज्दैनन् कि फेरि अहिलेका स्टुडेन्टहरू कतिजना भनौँ न धेरैले पढ्न पनि चाहन्छन्, टपका टप स्टुडेन्ट पनि छन् हाम्रो नेपालमा। सो तर कति स्टुडेन्ट चाहिँ ओके आइएल्स पढ्छ कि पर्दैन होला अथवा के पिटी हुन्छ कि हुँदैन भन्ने खालको क्वेसनहरू हुन्छ। सो यसलाई कसरी सल्लाह दिनुहुन्छ, एन्सर दिनुहुन्छ? सो यस, वी एक्सेप्ट न्युजिल्यान्ड स्टडिजले कलेज पोलिटेक्निक युनिभर्सिटीले एक्सेप्ट गर्ने भनेको पिटी, तपाईँको आइएल्स, टफल है। ड्रिलिङको गर्दैन? तपाईँको डलिङो गर्दैन सर ओके। है। बट यस, अब कुरा हुँदैछ युनिभर्सिटिज, कति युनिभर्सिटिजले कुरा हुँदैछ, 8वटा मात्रै युनिभर्सिटिज छ न्युजिल्यान्डमा। ओके, दे आर स्टिल लाइक हुन्छ नि, अब कुरा चल्दैछ। तर अहिलेसम्म हामीले डोलिङ्गोबाट भिजा एप्लिकेसन चाहिँ लन्च गरेका छन् है। बट यस, पिटिए पनि बच्चाहरू दे आर गुड विथ पिटिए होइन। दे क्यान गो अहेड विथ पिटी। पिटिएमा स्कोरहरू पनि अलिक कम नै चाहिन्छ कम्पेरिटिभली, अरू कन्ट्री भन्दा अलिक कम नै पिटिए भए पनि एक्सेप्टेबल। वेन वी टक अबाउट ग्याप्स, यस वी एक्सेप्ट लङ ग्याप्स। लङ ग्याप्स भन्नाले यति नै ग्याप भन्ने चाहिँ
गभर्मेन्टले तोकेको छैन। बट यस, इफ तपाईँसँग जेन्युन इन्टेन्सन छ होइन, तपाईँको क्ल्यारिफाइड भेरिफाइड डकुमेन्ट छ है, एक्सप्लेनेसन छ त्यो ग्यापको, वी क्यान डेफिनेटली लन्च द भिजा एप्लिकेसन, नो एनी प्रब्लम एट अल। टु बी भेरी अनेस्ट 2016मा वी हेभ गट दिस भिजा, +2 स्टुडेन्ट होइन, +2 कम्प्लिट गर्नुभएको 15 इयर्सको ग्याप छ है। यस, सो या लङ ग्याप्स आर एक्सेप्टेबल। ग्रेट। एन्ड त्यसपछि जस्तै पर्सेन्टेजको कुराहरू गरौँ, जिपिएको कुराहरू होइन। ओके, लो जिपिएस आर एक्सेप्टेबल सर। ओके, लो जिपिएस भनेको जस्ट पास मार्क्स क्यान अप्लाई। ओके। अब नेपालको हकमा पास मार्क्स भनेको कति होला? तपाईँको 1.7 1.8 जिपिए आई गेस। हजुर हजुर। होइन, तपाईँको पर्सेन्टेजमा वेन वी टक अबाउट पर्सेन्टेज इट इज लाइक कति कति छ, 35%? त्यो 32%। ओके, सो जस्ट पास मार्क्स पनि क्यान अप्लाई। तर यति हो कि हाम्रो विद्यार्थीले यति चाहिँ बुझ्नु पर्यो कि युनिभर्सिटिज र टेक्निक्समा हामीले एप्लिकेसन हाल्दाखेरि 60% भन्दा माथिको स्टुडेन्ट्स आर ओन्ली एलिजिबल टु अप्लाई। बट वी हेभ फ्यु प्राइभेट कलेजेस है, यो हजुर। प्राइभेट कलेजेस पनि लेभल ए लेभल 1 को कलेजेसहरू हो। ओके, दे आर वेल रिकग्नाइज। यो कुनै कुनै कलेजहरूले उहाँहरूको एडमिसन लिन्छ, सो नो प्रब्लम एट अल। यति हो, बेफाइदा भनेको त्यो स्टुडेन्टले चाहिँ के छ भनेपछि उसले आफैले इन्स्टिट्युसन चुज गर्नु पाएन है। हामीले रिकमेन्ड गर्छौँ, हामी लिङ्क पठाउँछौँ, गो थ्रु इट, हेर्नुहोस् मजाले कलेज, बिकज यो रिसर्च इज भेरी इम्पोर्टेन्ट होइन। अनि त्यसपछि मात्र वी क्यान गो फर्दर। बट यस, जस्ट पास मार्क्स इज एक्सेप्टेबल फर एडमिसन। ओके ग्रेट। सो त्यसपछि जस्तै अब पिटी र आइएल्स टफलहरू एक्सेप्ट हुने नै भइहाल्यो होइन। त्यसपछि के त्यो अनिवार्य रूपमा गर्नै पर्ने हुन्छ? जस्तै कति देशहरूमा तपाईँको चाहिँ नि एमओआई भन्छ, इङ्ग्लिस पढेको छ भनेर पनि पर्दैन भन्ने पनि छ। तर यसमा के छ, यो न्युजिल्यान्डमा यो टेस्ट गर्नै पर्ने हुन्छ र? कम्पलसरी, यस, इट्स म्यान्डेटरी, गर्नै पर्छ। बट यस, तपाईँ नेपाल ओके, फ्यु अफ अवर स्टुडेन्ट्स दे गट अब उहाँहरूको ब्याचलर्स कि त मास्टर्स युकेबाट छ, इङ्ग्लिस कन्ट्रीबाट होइन, हजुर। युके अस्ट्रेलिया युएसबाट छ भने दे क्यान अप्लाई फर्दर। न्युजिल्यान्ड अप्लाई गर्न पाइयो विदाउट इङ्ग्लिस टेस्ट स्कोर, वाह। बिकज दे हेभ अलरेडी डन, उहाँले जस्तै आफ्नो अब डिग्रीहरू जस्तै सबै लन्डन गर्नुभएको लन्डन मेट्रोपोलिटन भन्ने एउटा युनिभर्सिटी एफिलिएटेड कलेजेसहरू पनि छ, त्यस्ताबाट पनि छ। परेन यसको मतलब मास्टर्स नो गर्नै पर्यो? प्रब्लम, तर ओके। डिग्री प्रोग्राम चाहिँ उहाँको कम्प्लिट हुनु पर्यो, लाइक ब्याचलर्स मास्टर्स है, ओके। डिप्लोमाले हुँदैन। तर डिग्री प्रोग्राम कम्प्लिट छ भने यस, दे क्यान अप्लाई डिरेक्टली। ओके स्योर। तर म्याम, हाम्रो नेपाली विद्यार्थी भनौँ न, अहिलेसम्म नर्मली विद्यार्थीहरू कुन डिग्री पढ्न जान्छन्? इज द्याट फर ब्याचलर्स डिग्री, ब्याचलर्स पढ्न जाने हो कि अथवा मास्टर्स गर्ने हो कि पिएचडी? कुन चाहिँ खालको चाहिँ नि संवाद तपाईँको अनुभवमा बढी मात्रामा गइराखेको, र अनि प्लस तपाईँ कुन चाहिँ वर्गको विद्यार्थीलाई बढी सल्लाह दिनुहुन्छ कि न्युजिल्यान्ड गएर पढ्न चाहिँ? सी, म त एज अ एडुकेसनल कन्सल्टेन्ट, एज अ सर्टिफाइड एडुकेसनल कन्सल्टेन्ट सिन्स भेरी लङ होइन, सिन्स 2005, म चाहिँ हाम्रो नेपाली विद्यार्थीलाई विदेश पढ्न जाऊ भन्दै भन्दैन। ओके। ओके, तपाईँको बच्चाहरू आउँछ, दे कम फर काउन्सिलिङ, आई आस्क देम है, ओपनली आई आस्क देम, किन मजाले यहाँ आमा बाउसँग बसेर पढ्न पाइरहेछौ होइन आनन्दले, यु डोन्ट ह्याभ टु डु एनिथिङ, मम ड्याडले फीहरू सबै एक्सपेन्सेसहरू खर्च गर्नुभएको छ, हो। किन जाने, किन दुःख गर्न जाने भनेर सोध्छु क्या मैले बच्चालाई जहिले पनि होइन। बिकज यु नो द स्ट्रगल च्यालेन्जेस इन अब्रड है। तर यस, वेन यसो हिस्ट्री अलिकति केलाएर हिँड्ने हो, अलिकति प्र्याक्टिकली सोच्ने हो भने त्यो प्र्याक्टिसमा रहेको कुरा भन्ने हो भने बच्चाहरू आउँछन्, दे धेरै मोस्ट अफ द स्टुडेन्ट्स दे गो फर ब्याचलर्स डिग्री। वाइ? अहिले अहिले सोसियल नर्म्स पनि हाम्रो कस्तो भएछ भनेपछि हो। तपाईँको साथीहरू गर्छ भनेपछि अब उसलाई पनि जानै पर्यो होइन, यो अलिकति धेरै चलन चल्ती आइरहेछ। सो दे कम फर ब्याचलर्स। तर कति बच्चाहरू स्टुडेन्ट्सहरू को इङ्ग्लिस टेस्ट स्कोरले गर्दाखेरि उहाँ डिरेक्टली ब्याचलर्समा जान मिल्दैन, सो दे सो गो फर डिप्लोमा फाउन्डेसन। प्रोग्राम। ओके।
है। त्यसपछि ओके, थ्याङ्क यू भेरी मच। अनि अर्को क्वेसन मेरो के छ तपाईँको लागि आज भने, धेरैजना जान्न चाहने क्वेसन, यो बेसिकमा कतिसम्म भन्न सक्नुहुन्छ तपाईँले भन्नुभयो हुन्छ। सो नर्मली कस्तो खालको डकुमेन्ट भनौँ न, कागजातहरू तयार पार्नु पर्यो होइन? यहाँ विभिन्न शीर्षकमा के हो, कुन कुन शीर्षकमा के कति खर्च र कुन कुन भनेर प्यारेन्ट्सहरू आउनुहुन्छ क्या अफिसमा, शीर्षक ट्रु सहित ट्रु। भन्ने खालको। अनि कस्तो खालको शीर्षकको कस्तो खालको कागजातहरू आवश्यकता पर्छन् भनेर चाहिँ उहाँहरू सोध्नुहुन्छ। सो यसमा के छ, न्युजिल्यान्डको स्टुडेन्टहरू लगाउने भिजाले भनौँ एउटा ब्याचेसलाई एप्लाई गर्दैछ अरे ल भनेपछि कस्तो खालको कागजातहरू चाहिँ एप्लाई गर्दाखेरि चाहियो, त्यसपछि कलेजमा एप्लाई गर्दाखेरि, त्यसपछि भिजा एप्लाई गर्दाखेरि कस्तो खालको कागजातहरू चाहिन्छ र कति समय अवधि लाग्न सक्छ यो सुरुदेखि अन्तसम्मको प्रोसेस? ओके, सपोज मानौ तपाईँसँग एउटा स्टुडेन्ट आयो, हि हेज डन, उसले आफ्नो आर्ट्स अलरेडी डन गर्यो गरिसकेको छ गर्यो। भनेपछि टेन्टिभली काउन्ट गर्ने हो भने 4 to 6 weeks है, ओके। हजुर एक्टिभली गर्ने हो भने। ओके, हजुर इफ दो हजुर। इफ दे डोन्ट स्टक विथ यो ब्याङ्कको कामहरू, जसरी ब्याङ्कमा एडुकेसन, वी प्रिफर एडुकेसन लोन, मह्म। वी प्रिफर है एडुकेसन लोन। ओके, एडुकेसन लोन छ भने एकदमै राम्रो हो। इफ एडुकेसन लोन छैन भने पनि वी क्यान गो फर्दर विथ द क्यास फन्ड्सहरू है। जरुरी छैन एडुकेसन लोन नै हुनुपर्छ भन्ने। ओके, तर जसको एडुकेसन लोनमा प्रब्लम आइरहेछ, ब्याङ्किङ इस्युजहरू आइरहेछ भने दे क्यान गो विथ फन्ड्स भन्ने है। फन्ड्स फन्ड्स भन्नाले भनेको कस्तो? तपाईँको, फन्ड्स भनेको तपाईँको सेभिङ्स हुनु पर्यो कि ब्याङ्कमा। ओके, कुनै सर्टेन टाइम भन्ने हुन्छ त्यसमा, जस्तै यस, यति? इमिग्रेसनले 3 monthsको सेभिङ मागिरहेछ होइन, हजुर हजुर। 3 months मात्रै मेच्योर्ड फन्ड भए पुग्छ। तर इट्स गुड इफ दे क्यान गो अलिकति अलिकति अझै पुरानो देखाउन सक्यो भने अझै राम्रो हो त्यो चाहिँ है। बट यु हेभ टु अन्डरस्ट्यान्ड, के कुरा बुझ्नु पर्यो भने न्युजिल्यान्ड स्टडिजको लागि मह्म। धेरै जसोले के भनिदिन्छ भने अस्ट्रेलिया र न्युजिल्यान्डको डकुमेन्टेसनहरू, सिस्टम्सहरू, जति पनि हामीले डकुमेन्ट बनाउनु पर्ने फाइनेन्सियल यताउता सबै त्यो सेम छ है भन्ने बुझिन्छ क्या होइन। त्यो त लाइक सिमिलरली अलिकति सेम सेम नै छ, तर बुझ्नुपर्ने फ्याक्टर्सहरू हो। जुन फ्याक्टर्सहरू कस्तो छ भनेपछि न्युजिल्यान्डको 3टा फ्याक्टर्स छ है। द भेरी फर्स्ट फ्याक्टर इज फाइनेन्सियल, सेकेन्ड वान इज स्टेटमेन्ट अफ पर्पोज, र थर्ड वान इज इन्टरभ्यू। मस्ट, इन्टरभ्यू इज मस्ट। तपाईँले यति बुझ्नुहोस् कि जुन बच्चाले इन्टरभ्यूमा बोल्न सक्दैन, एक्सप्लेनेसन दिन सक्दैन, आफ्नो होइन डिटेल्स दिन सक्दैन, प्लिज मैले के भन्छु भने त्यो स्टुडेन्टहरूले अप्लाई नै नगर्नुहोस्। भनेको भेरी, न्युजिल्यान्डको इन्टरभ्यू कतिखेर हुन्छ, कहाँनिर हुने हो यो? यो अब यस्तो कतिखेर आउँछ भन्ने हुँदैन, भिजा अप्लाई गरिसकेपछि इट हो। मे टेक 45 days, 60 days। मह्म। कहिले कहिले कस्तो भइदिन्छ भने फटाफट भिजा अफिसरहरू एकदम लाइनअप गरेर राखेको हुन्छ होइन। मह्म। त्यसले गर्दाखेरि कतिचोटि हामीले टु टु विक्समा पनि हामीले वी गट द डिसिजन है। र यो भनेको तपाईँको भिजा लज भइसकेपछि इफ भिडियो कल गर्नु छ भने भिजा अफिसरले इमेल पठाउँछ, ल टिम्स मिटिङमा यो डेटमा यति बजे है भनेर उसले 2-3 days प्रायर नै एउटा इमेल पठाउँछ स्टुडेन्ट्सकै इमेलमा। ओके, अर्को भनेको फोनिक इन्टरभ्यू, रेगुलर तपाईँको सेलफोनमै फोन आउँछ र त्यसैमा भिजा अफिसरले ल म फलानु फलानु हो, फलानु ठाउँबाट होइन, भिजा भिजा इमिग्रेसन अफ न्युजिल्यान्डबाट फलानु फलानु बोल्दैछु भनेर उसले स्टार्ट गरिहाल्छ इन्टरभ्यू। ओके, सो प्लिज request your students if they can genuinely speak up, they can apply होइन। अलिकति प्रिपेयर गर्न सकिन्छ भने, होइन भने लाइक कम्युनिकेसन कसैको ल्यागिङ छ, कसैले प्र्याक्टिस गर्न सक्दैन भने प्लिज डोन्ट गो विथ न्युजिल्यान्ड एप्लिकेसन्सहरू स्टडिजहरू। भनेको सबैजना विद्यार्थीले के त्यो इन्टरभ्यू फेस गर्नुपर्ने हुन्छ? 100%मा तपाईँको अहिले हेर्ने हो भने 100%मा 70%को इन्टरभ्यू आइरहेछ, 30%को विदाउट इन्टरभ्यू पनि एआइपी अप्रोच इन प्रिन्सिपल आइरहेछ है। हजुर। बट वी आर नट स्योर नि त होइन। एन्ड दिस इज द रिजन वी मेक स्योर द्याट 100% स्टुडेन्ट आर रेडी फर द इन्टरभ्युज। ओके, अलराइट। त्यसपछि जस्तै नर्मली हाम्रो ट्युसन फीहरू हुन्छ नि, कति जति हुन्छ, लाइक भनौँ न ब्याचलर्स पढ्नलाई, मास्टर्स कति जतिको अप्रोक्सिमेटली यति यति लाख जति खर्च हुँदैछ, यति यति भन्ने के छ त्यो भन्न मिल्छ हामीले यहाँ?
course, why not? So college को fee ranges भनेको डिप्लोमा र ब्याचलर्स को 18,000 बाट स्टार्ट छ, ओके टेन्टिभली 18 to 20,000 है। मास्टर्स को तपाईँको अलमोस्ट 30,000 प्लस छ, 32,000 न्युजिल्यान्ड डलर है। भनेको अब नेपालीमा कति तपाईँको हुने? नेपालीमा इफ 18,000 हो भनेपछि तपाईँको यही 15 लाख जति नेपाली। मह्म। मास्टर्सको लागि 32-33 हजार भनेको तपाईँको त्यही 26-27 लाख। मास्टर्सको चाहिँ यो इन्टायर कोर्सको फी हो है। ए यो ओके 32-33,000 न्युजिल्यान्ड डलर भनेको यो मास्टर्सको इन्टायर कोर्सको फी हो। तर when we talk about diploma and bachelor's, this is 1 year ko fee matra 18 to 20,000 tentatively New Zealand dollars per year. Yes. ओके अनि अर्को कुरा कस्तो खालको प्रोग्रामहरू चाहिँ भनौँ न अब सब विषयहरू पढ्छ नि त विद्यार्थीहरूले कस्तो खालको प्रोग्रामहरू विषयहरू पढ्दाखेरि चाहिँ उसको करियर पनि हुन्छ नि भविष्यमा पनि ओके जब ल्यान्डिङ खालको होइन कति कुराहरू हुन्छ त्यो जो चाहिँ कामै नलाग्ने फिलोसफी पढेर त काम लाग्यो काम त लाग्यो कतिलाई प्यासन हुन्छ तर एज अ हुन्छ नि युएसमा चाहिँ हामीले के कुरा गर्छ भने अब फिलोसफी गएर त्यो गफ लगाएर पैसा कमाउन दिन सक्यो त्यसले गर्दाखेरि टेक्निकल कुराहरू हेर त्यहाँ के छ स्किलहरू जब ल्यान्डिङ हुनु पर्यो ओपिटीहरू भन्ने हुन्छ जस्तै न्युजिल्यान्डमा के छ तपाईँको त्यस्तो कुनै सब्जेक्ट यो खालको जस्तै मेडिकल डिग्रीहरूतिर हो कि अथवा यस्तो केही छ जो चाहिँ पपुलर अथवा डिमान्डिङ भनौँ न तपाईँको न्युजिल्यान्डले नै ओके वी निड दोज काइन्ड अफ भन्ने खालको त्यस्तो केही छ सब्जेक्टहरू? Yes, of course we have, है। So we recruit students एकदम डिमान्डिङ कोर्स जुन न्युजिल्यान्डले नै अलिकति लेबर मार्केटको लागि पनि एकदमै उनीहरूले पनि एकदम रिक्वेस्ट गरिरहेछ होइन। र हजुर त्यो यो स्टुडेन्ट्सहरूले राम्रो पनि गरिरहेछ एकदमै होइन। लास्ट फ्यु तपाईँको 15 इयर्सदेखि हामीले पनि यस्तो केलाएर हेर्दाखेरि दे आर डुइङ वेल डन, wonderful. Okay, so these courses are like business, IT, engineering, तपाईँको teaching, education, nursing, agriculture. Okay, अनि अर्को छ data analytics, वाओ healthcare सब्जेक्ट्सहरूमा पनि a lot of demands, किनभने अहिले नर्सेस टिचर्सहरूको एकदम हाई डिमान्ड छ, आइटीको एकदमै हाई डिमान्ड छ न्युजिल्यान्डमा होइन। बट स्टिल म चाहिँ के भन्छु भने स्टुडेन्टलाई उहाँहरूको इन्ट्रेस्ट केमा छ, उहाँले के गर्छु भन्नुभएको छ सोच्नुभएको छ त्यो अनुसारले कोर्स चुज गर्नु पर्यो। र उहाँले पहिला के पढ्नुभएको छ होइन, चुजिङ अ राइट कोर्स यसले तपाईँको यो एउटा टार्गेट हुन्छ एउटा गोल हुन्छ होइन, त्यहाँसम्म पुर्याउन हेल्प गर्छ के। एन्ड दिस इज द रिजन आई अलवेज रिक्वेस्ट माई स्टुडेन्ट टु डु यर ओन प्रपर रिसर्च। हामीहरू एडुकेसनल कन्सल्टेन्ट तपाईँ हामीले मात्रै भनेर बच्चाहरू अहिले कस्तो छ भनेपछि आँखा बन्द गरेर ल सरले भन्नुपर्छ म्यामले भन्नुपर्छ ल म यही पढ्छु। प्लिज डोन्ट डु द्याट, डु यर ओन प्रपर रिसर्च होइन। तर त्यही हो, इफ कहिले कहिले कस्तो भइदिन्छ भने +2 बच्चाहरूले साइन्स पढिरहेको हुन्छ, पढेको हुन्छ, कम्प्लिट गरेको हुन्छ, बट दे आर नट इन्ट्रेस्टेड होइन। किन गरिस् त भन्दाखेरि एसएलसी पास हुने बित्तिकै सबै साथीहरूले साइन्स गर्ने गर्ने भन्यो। अनि अलिकति मेरो सोसाइटीमा पनि साइन्स पढ्नेलाई अलिकति मान्ने, आर्ट्स पढ्नेलाई नमान्ने टाइपको यस्तो यस्तो कति स्टोरिजहरू छ क्या होइन। इफ त्यस्तो छ भने बच्चालाई यु क्यान मोटिभेट देम कि दे क्यान स्विच देयर सब्जेक्ट है। तर इन्टेन्सन जेन्युन हुनु पर्यो, इन्ट्रेस्ट जेन्युन हुनु पर्यो है। द्याट्स त्यही हो मेन चाहिने कुरा, त्यही हो। बच्चाको इन्ट्रेस्ट छ, बच्चाको एउटा हुन्छ नि मैले यस्तो गर्छु भन्ने एउटा प्यासन छ भने दे क्यान गो अहेड विथ देयर ओन चुजन कोर्स, नो एनी प्रब्लम। ओके ग्रेट एन्ड त्यसपछि अर्को सँगसँगै कस्तो खालको क्वेसन पनि आउँछन् अब जस्तै यहाँ विद्यार्थीको प्यारेन्ट्सहरू आउँदाखेरि भने अब ट्युसन शुल्क तपाईँले भन्नुभयो जस्तै नर्मली पनि त्यो 18,000 $18,000 जति लाग्यो न्युजिल्यान्डको भने त्यो भनेको 15 लाख नेपाली होइन वार्षिक रूपमा एटलिस्ट गयो यस। त्यसपछि तपाईँको चाहिँ नि ल मानौँ अब एउटा विद्यार्थी ल ब्याचलर्सै गर्नको लागि आयो यहाँनिर एभरेजमा भनौँ न ल 15 लाख ट्युसन खर्च लाग्यो भने अब त्यहाँ खाना बस्नको लागि पनि पैसा त चाहिएला लानु पर्ला होइन अथवा कसरी जाने त्यो किस्ताबन्दी भन्छ नि हाम्रो नेपालमा चल्ने भाषा इन्स्टलमेन्टमा तिर्न मिल्ने हो कि होइन
अथवा विद्यार्थीहरूले चाहिँ नि त्यो $15,000 के अरे 15 लाख त तिरेर पनि पछि फेरि छात्रवृत्ति भन्छ नि स्कलरसिपहरू चाहिँ नि पाउने हो कि होइन। नर्मल्ली भनौँ न एउटा परिवार आउनुभयो हाम्रो अफिसमा, अथवा मानौ एउटा परिवारले एउटा निर्णय गर्छ कि छोराछोरीलाई न्युजिल्यान्ड पठाउने ब्याचेसको लागि। अब त्यो परिवारसँग चाहिँ कति पैसा हुनु पर्यो होइन, पैसा भिजासम्ममा, अनि 1 वर्षको ट्युसन पैसा तिरेर, अनि खाना खर्च पनि अलिकति पठाएर, त्यसपछि चाहिँ नि ब्याङ्किङ तयारीहरू कस्तो खालको, अब तपाईँले एउटा लोनमा एउटा चाहिँ क्यासमा भन्नुभयो। अनि त्यो चाहिँ थोरै अलिकति यसको बारेमा भनिदिनु न, किनकि धेरै प्यारेन्ट्सहरू, मलाई के थाहा छ भने कतिजना विद्यार्थीहरू हुनुहुन्छ जो चाहिँ जोसँग पैसा छ, अनि यो बुद्धि यो आइडियाहरू नभएर, सही सोर्स नभएर उहाँहरू धेरै टाइममा घुमिराख्नुहुन्छ, यताउति घुम्नुहुन्छ, लास्टमा गएर कन्फ्युज मात्रै क्रिएट हुन्छ कि उहाँहरूले त्यो के भन्छ झुकिनु मात्रै हुन्छ, अब के हो, यो हो कि त्यो हो कि भन्ने हुन्छ होइन। त्यतातिर लाग्ने भन्दा नि यस्तो होस् कि यो भिडियो हेर्न साथ चाहिँ उहाँहरूले यति ज्ञान पाओस् कि कति जति अब ल 15-16 लाख भयो ट्युसन चल्ने रहेछ, खाना बस्न यताउति गर्न कति चाहिने रहेछ, भिजा फी यताउति प्रोसेस गर्न कति जति, अलमोस्ट कति जति, त्यसपछि चाहिँ नि अर्को कुरा के हो भन्दाखेरि ब्याङ्किङहरूमा कसरी के गर्दाखेरि सजिलो हुन्छ भन्ने हिसाबको के छ, तपाईँले कतिसम्म भन्न मिल्छ आजको सोमा भनिदिन सक्नुहुन्छ त रमेश? भन्न त हेर्नुहोस् यो कुरा धेरै लामो छ, वेग छ होइन। हो भन्न मजाले भन्न मिल्छ, कति भन्न मिल्छ त्यो चाहिँ म तपाईँलाई भनिदिन्छु। हो तर कस्तो हुन्छ भने यो डकुमेन्टेसन जुन प्रोसेस छ नि यो स्टेप स्टेप बाई स्टेप छ के, हो। होइन एकैचोटि नबुझेला। तर त्यो गर्दै गएपछि चाहिँ बुझिन्छ। माथि माथिको अलिकति बुझ्ने हिसाबले म अलिकति क्ल्यारिफाई गरिदिन्छु ओके हजुरलाई। ओके स्योर। यो के छ भनेपछि तपाईँले यसरी बुझ्नुहोस् कि न्युजिल्यान्ड जानको लागि तपाईँले इन्भेस्ट गर्ने भनेको भिजा आउनुभन्दा अगाडि है तपाईँको अप्रुभड इन प्रिन्सिपल आउँछ, दिस इज काइन्ड अफ प्री भिजा है। यो एआइपीमा अप्रुभड इन प्रिन्सिपलमा के मेन्सन हुन्छ भनेपछि ल अब अप्रुभड इन प्रिन्सिपल दिए, अब तैँले ट्युसन फिस पठा, ओके। एडुकेसन लोन छ भने डिसबर्समेन्ट लेटर पठा होइन। इफ क्यास हो भने फन्ड देखाएको छ भने ल ट्युसन फी रिसिप्ट मात्र पठा भन्ने चाहिँ मेन्सन हुन्छ, ओके। र त्यही अनुसारले हामीले एआइपी आइसकेपछि मात्रै ट्युसन फी 1 इयरको पठाउनै पर्छ। दिस इज नट अ टर्म और कन्डिसन्स फ्रम एनी कन्सल्टेन्सी और कलेज, कुनै कलेज या कन्सल्टेन्सीले बनाएको टर्म एन्ड कन्डिसन होइन यो इमिग्रेसन अफ न्युजिल्यान्डले नै तोकेको कन्डिसन्स हो होइन। हो तपाईँको एआइपी आइसकेपछि तपाईँको प्री भिजा आइसकेपछि मात्र हामीले ट्युसन फी पठाउँछौँ 1 इयरको। यसमा कुनै पनि इन्स्टलमेन्ट छैन हेर्नुहोस् है। ओके 1 इयरको एटलिस्ट यो रिक्वायरमेन्ट हो, 1 इयरको हामीले पठाउनै पर्छ, वेदर इट इज डिप्लोमा ब्याचलर्स मास्टर्स, एटलिस्ट 1 इयरको हामीले पठाउनै पर्यो, ओके। अब भिजा यो एआइपी आउनुभन्दा अगाडि हामीले जुन भिजा एप्लिकेसन लन्च गरेको हुन्छ, भिजा एप्लिकेसन लन्च गर्नुभन्दा अगाडि हाम्रो खर्च हुने भनेको एकदम क्लियर खर्च एउटा भिजा एप्लिकेसन फी हो, विच इज न्युजिल्यान्ड $850 एट द मोमेन्ट, जुन अहिले तपाईँको यस्तै डलर तलमाथि फ्लक्चुएट भइरहेको हुन्छ। अहिले हेर्ने हो भने 75,000 नेपाली, मह्म। ओके। हो एउटा यो हो खर्च। अर्को भनेको मेडिकल, मेडिकल तपाईँको 3,000देखि 8-10,000सम्म पनि छ। अब कुन हस्पिटल जाने हो, बिकज यहाँ न्युजिल्यान्डले मेडिकल हस्पिटल र तपाईँको ब्याङ्कहरू अथोराइज गरेछ, ओके। ब्याङ्कको कुरामा स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क र नविल ब्याङ्क र एसबिआई ब्याङ्क छ भने तपाईँको मेडिकलको लागि हस्पिटल्स भनेको तपाईँको आइओएम, नर्विक हस्पिटल, मेडिसिटी हस्पिटल है। अब नर्विकले तपाईँको 3,000 मात्र लिन्छ भने आइओएम अथवा तपाईँको मेडिसिटी जाने हो भने तपाईँको 8,000 एप्रोक्समा उनीहरूले मेडिकल खर्च लिन्छ। सो इफ 3,000 मात्रै हामीले नर्विकमा, हामीले मोस्ट अफ द स्टुडेन्ट्स वी रिक्वेस्ट देम टु गो नर्विकमा मेडिकलको लागि। ओके 75,000 एप्लिकेसन फी त्यो भयो, 3,000 मेडिकल यो भयो होइन। अब एक्स्ट्रा केमा लाग्छ भनेको तपाईँको डकुमेन्टेसनमा हो। सो इफ यु गो फर एडुकेसन लोन अब लोन प्रोसेस हुन्छ, लोन प्रोसेस भएपछि तपाईँले ब्याङ्कलाई सर्टेन सर्भिस चार्ज दिनै पर्ने हुन्छ मह्म। होइन। तपाईँको अब हाम्रो यहाँ डिस्बर्स अगाडि नै गर्नुपर्ने हुन्न, त्यही भएर तपाईँको पैसा इज सेफ। अर्को भनेको डकुमेन्टेसन, नोटराइज, फोटोकपी, तपाईँको के हुन्छ ट्रान्सलेसन्सहरू, यो डकुमेन्ट तपाईँले कति बनाउनुहुन्छ भन्नेमा डिपेन्ड गर्छ। सो इट डिपेन्ड्स इन्डिभिजुअली,
ओके, कसैको बिफोर भिजा कसैको 1 लाख मात्र खर्च हुन्छ, कसैको 80,000 खर्च हुन्छ, कसैको 1.5 लाख पनि खर्च हुनसक्छ है। सो द पोइन्ट इज भिजा लाग्नुभन्दा अगाडि तपाईँको एप्रोक्स टेन्टिभली हामीले भन्यो भने 1.5 लाख खर्च हुन्छ न्युजिल्यान्डको हकमा। ओके, हजुर। मेन ठुलो रकम खर्च हुने भनेको तपाईँको एआइपी आइसकेपछि मात्रै हो, जुन ट्युसन फी हो। यो र एआइपी फेरि भनिदिनुहोस् न, एआइपी को फुल फर्म अनि नेपालीमा के हो यो भनेको? नेपालीमा नेपालीमा इङ्ग्लिसमा अप्रुभड इन प्रिन्सिपल हो होइन। यो चाहिँ अब भिजा यो लागिसकेपछि पैसा तिर्ने भन्ने कुरा हो यसको मतलब? यस, ए ओके। अप्रुभड इन प्रिन्सिपल हो। यो अप्रुभड इन प्रिन्सिपल आइसकेपछि तपाईँको 99% भिजा पक्का हो। यसको मतलब यसरी बुझौँ, अब हाम्रो नेपाली अभिभावकहरू नेपाली परिवार विद्यार्थीहरूले के बुझ्नु पर्यो भने न्युजिल्यान्डको भिजा पनि अमेरिका जस्तै भिजा लागिसकेपछि मात्रै बल्ल ट्युसनहरू तिर्ने हो। त्योभन्दा ट्युसन पहिला फी चाहिँ नि त्योभन्दा पहिला चाहिँ नि यता के रह्यो त भन्दाखेरि ब्याङ्कमा चाहिँ रेडी भएर लोन हो भने लोनको तरिकाले कागजात सबै सबै रेडी भएर राख्नु पर्यो होइन। यस, त्यसपछि अब क्यासमा हो भने पनि 3 महिनाको भए पुग्ने रहेछ, यसको मतलब स्टेटमेन्टहरू यस, होला, क्यास डिपोजिट गरेर राखेको होला होइन। राइट, त्यो चाहिँ नि राइट, तपाईँको राख्नु पर्यो। अब त्यो ओके, त्यो रेडी भएर चाहिँ ब्याङ्कमा राख्ने अनि त्यो 1-1.5 लाख रुपियाँको भनौँ न त्यो हिसाब जति चाहिँ खर्च हुन्छ खर्च भनेर बुझौँ। टेन्टिभ त्यसपछि हो। ट्युसन पैसा पठाउने भनेको चाहिँ भिजा लागिने नै भएपछि भन्ने भयो। ओके ल, त्यो भयो भने सो मलाई एआइपी लाग्छ। आइसकेपछि है, तर यस। यसमा कहिले कहिले एआइपी आएर पनि भिजा डिक्लाइन हुन्छ। किन हुन्छ भन्दाखेरि स्टुडेन्टले ट्युसन फी पठाउन सक्दैन होइन। एआइपीमा मेन्सन भएको 4-5वटा जुन पोइन्ट्स हुन्छ त्यो पुऱ्यायो भने त तपाईँको भिजा आउने हो नि त, ई भिजा की होइन। पोइन्ट हो त्यो भने एआइपीमा जस्तै एउटा? मेन्सन अँ, एउटा तपाईँको डिस्बर्समेन्ट लेटर, हजुर। अर्को तपाईँको ट्युसन फी रिसिट, हजुर। अर्को तपाईँको रिभाइज अफर लेटर होइन। सो हजुर। यो कन्डिसन्सहरू पुगिसकेपछि मात्र भिजा आउने हो। इफ यो पुऱ्याउनु भएन, त्यहाँ मेन्सन पोइन्ट्सहरू तपाईँले केलाएर हेर्नु भएन, अथवा भनौँ न केयरलेसली तपाईँले फटाफट काम गरेर ल भयो भने एआइपी को जुन रिक्वायर्ड डकुमेन्ट छ त्यो सब्मिट गर्नुभयो भने कहिले कहिले ल तैँले यो पठाइनस् भनेर भिजा डिक्लाइन पनि हुनसक्छ। सो वी निड टु केयरफुली गो थोरली एआइपीको स्टेजमा चाहिँ। ओके ग्रेट। अनि त्यसपछि ट्युसनको फी भयो ल, अब त्यसपछि बाँकी रहेको भनेको चाहिँ खाना बस्न भन्ने हुन्छ नि, अब एकोमोडेसनको कुराहरू अकोमोडेसन, गरौँ। यस। त कसरी गर्ने यो चाहिँ? के पैसा नलगे पनि हुने हो कि अथवा कलेजको होस्टेल हुने हो कि कलेजबाट बाहिर बस्न आफैले खोज्ने हो कि कस्तो खालको छ यो चाहिँ न्युजिल्यान्डमा? ओके, यो चाहिँ तपाईँको अहिले तपाईँले एफटिएस भन्ने सुन्नुभएको छ सर? हजुर हजुर। सो दिस इज फन्ड ट्रान्सफर स्किम। मह्म। अहिले रिसेन्टली न्युजिल्यान्ड इमिग्रेसनले यो इम्प्लिमेन्ट गरेछ, फन्ड ट्रान्सफर स्किम। यो भनेको तपाईँको इफ एआइपीमा एफटिएस भनेर होइन मेन्सन भएर आयो भने तपाईँले 1 इयरको अकोमोडेसन फी पठाउनु पर्ने हुन्छ थ्रु दिस एफटिएस है, विच इज न्युजिल्यान्ड डलर 20,000। 1 इयरको एक्सपेन्सेस अकोमोडेसन 20,000, यो पनि हामीले एड गरेर पठाउनु पर्ने हुन्छ एआइपीमा। भनेको मतलब ट्युसन फी र एफटिएस पठाउनु पर्यो। मह्म। सो मानव बच्चाको फी 20,000 छ, अब त्यो ट्युसन फीमा एफटिएस मेन्सन छ भने एफटिएस पनि हामीले एड गरेर पठाउनु पर्यो। इट मिन्स 40,000 हामीले न्युजिल्यान्ड डलर पठाउनु पर्यो। तर ओ, हजुर। 100% बच्चाहरूको एफटिएस आउँदैन, र जुन बच्चाको एफटिएस मेन्सन भएर आउँदैन त्यसमा हामीले लिभिङ एक्सपेन्सेस न्युजिल्यान्ड डलर 20,000 हामीले पठाउनु पर्दैन। ओके, सो वी विल अरेन्ज अकोमोडेसन फर आवर स्टुडेन्ट्स, यु डोन्ट ह्याभ टु वरी अबाउट द्याट। ए ओके। हामी हाम्रो टिमले यो अरेन्ज गर्छौँ अकोमोडेसन। सो अकोमोडेसन कस्ट फ्रम $150 न्युजिल्यान्ड है विकली, त्यो पनि सेयरिङ्समा है। कति अब जति बच्चा भनौँ न सेयरिङमा यसो नि, बस्छ, एउटा विद्यार्थीलाई कति जति पर्ने भयो त? महिनाको हिसाब हुन्छ नि त हाम्रो नेपालमा त। सो अब यो हजुर सजिलो भाषामा भन्दाखेरि कति जति चाहिँ नि एक महिनाको खर्च लाग्ने भयो त ल? किन विद्यार्थी गयो ट्युसन। अकोमोडेसन पर विक भनेर अब यस्तो हुन्छ सर, डिपेन्ड्स बच्चा कोही कोही कस्तो हुन्छ भने हाम्रोमा त बच्चाहरू धेरै कस्तो आउँछ भनेपछि होइन म स्टार्टिङमा एक्लै नै बस्छु अनि म आफै आई फाइन्ड अ फ्रेन्ड, आफै खोज्छु अनि बस्छु भन्ने पनि हुन्छ। कोही चाहिँ होइन म्याम म सेयरिङमा बस्छु भन्ने पनि हुन्छ। सो इफ 150 होइन 120बाट स्टार्ट छ, 150मै बस्यो भने पनि बच्चा 4 विक्सको कति $600 भयो हजुर हजुर। पर मन्थ है, पर मन्थ $600 भयो अकोमोडेसनको मात्रै। ओके, खाने खर्च भनेको उनीहरूको छुट्टै हुन्छ,
अब कस्तो खान्छ भन्ने कुरा हो। भनेपछि कसै कसैले एक हजार डलर जति भए पुग्ने रहेछ यसको मतलब। यस, मोर देन इनफ, त्यो कति त्यो मोर भने देन कति इनफ। भनेको त 70,000 80,000। यस, 80,000 भनौँ न, 80,000 पर मन्थ, होइन? ठिकै छ त्यो तर पनि। इट डिपेन्ड्स है, हो इट डिपेन्ड, या त्यो अगेन पनि इट सक्ने डिपेन्ड्स रहेछ यसमा। इन्डिभिजुअल। ओके ग्रेट। त्यसपछि अर्को कुरा के छ भन्दाखेरि फ्यु क्वेसन्स धेरै छैन मसँग के क्वेसन जो चाहिँ नर्मली काम गर्ने आवर के छ अब पार्ट टाइम 20 आवर्स भन्ने हुन्छ नि अरू देशहरूमा अन क्याम्पस अफ क्याम्पस भन्ने खालको के छ न्युजिल्यान्डमा गएर अन क्याम्पस जब गर्ने हो कि अफ क्याम्पस जब गर्ने हो कि र कति घन्टा चाहिँ काम गर्न पाउने बिदाको बेलामा अथवा अब कलेज चलेको बेलामा भन्ने त्यस्तो के छ? अन क्याम्पस इट इज काइन्ड इम्पोसिबल न्युजिल्यान्डमा चाहिँ, हो। है। तर यस, कम्पेरिटिभली अरू कन्ट्री, न्युजिल्यान्डमा चाहिँ बच्चाहरूले 25 आवर्स पर विक काम गर्न पाउँछ, ओके, ड्युरिङ देयर स्टडी टाइम, अनि फुल टाइम ड्युरिङ देयर सेड्युल ब्रेक्सहरू, जस्तै 3-4 मन्थ्सको उनीहरूको फुल होलिडे हुन्छ नि, त्यसमा दे क्यान वर्क फुल टाइम, ओके। अब त्यहाँ काम गर्ने भनेको बच्चाले अन क्याम्पस चाहिँ इट इज काइन्ड इम्पोसिबल, है। तर बट स्टिल द कम्पनी हुन्छ नि, कमन जब्स भनेको रिटेल, हस्पिटालिटी सेक्टर्समा, वेयर हाउसेसमा, तपाईँको रेस्टुरेन्ट्स, होटल्स, एडमिनिस्ट्रेसन, कस्टमर सर्भिस, है। सो यो सबै सेक्टर्सहरूमा हामीले हेर्ने हो भने कम्युनिकेसन इज मस्ट, भेरी इम्पोर्टेन्ट। बच्चाहरू हामीले यहाँ नबोल्ने, अलिकति साई टाइपको बच्चाहरूलाई हामीले नेपालीहरूले एकदम राम्रो मान्छौँ, होइन, ओहो फलानुको नानी बाबु त कति ज्ञानी हो भन्छौँ, तर त्यहाँ यसको भेल्यु छैन। सो हामीले हाम्रो स्टुडेन्टलाई चाहिँ सकेसम्म कम्युनिकेसन स्किल चाहिँ हुनै पर्छ है भन्छौँ कि। ग्रेट। यस। त्यसपछि के छ अब विद्यार्थी सोचको यो पनि एउटा क्वेसन हो प्रश्न धेरैले सोधिरहेको हुन्छ के त्यहाँ गएर पार्ट टाइम जब कामहरू नर्मली नेपालीहरूले त गएर पार्ट टाइममै जागिर खाने त हो नि होइन त्यो गरेर के छ त्यो आफूले खान र पढ्न अर्को वर्षदेखि तिर्न भ्याउँछन् भन्ने प्रश्नहरू सोध्छन् कि धेरैले। सो सर, टु बी भेरी अनेस्ट है, मलाई चाहिँ यो कुरा चाहिँ मैले लगभग अलमोस्ट एभ्री स्टुडेन्ट र प्यारेन्ट्स गार्जेनलाई भन्छु, बच्चाले गएर पार्ट टाइम काम गर्छ, जाने बित्तिकै बच्चाहरूको भिजा लाग्छ, बच्चाहरू एकदमै दे आर ओभरवेल्म, भेरी एक्साइटेड, होइन, टु गो अब्रड फर स्टडिज। तर उनीहरूले सोचेको जस्तो हुँदैन के अब्रड लाइफ भनेको, होइन। जाने बित्तिकै उनीहरूले रुखमा चढेर डलर टिप्न पाउने होइन तिनीहरूले, दे हेभ टु स्ट्रगल, होइन। च्यालेन्जेसहरू हुन्छ, 3-4 मन्थ्स त बच्चाले ढुक्क बस्ने हो, रिसर्च गर्नु पर्यो अलिकति, त्यहाँको माहौल इन्भाइरोमेन्ट बुझ्नु पर्यो, अलिकति आफूलाई पनि भिजाउनु पर्यो। यसमा इट मे टेक तपाईँको 4-5 मन्थ्स लाग्छ, कसैलाई 6 मन्थ्स पनि लाग्छ, है। तर यस, इफ बच्चाले जाने, कुनै कुनै बच्चा हुन्छ 2 विक्समा पनि काम पाउँछ, अगेन इट डिपेन्ड्स इन्डिभिजुअली। तर बच्चालाई प्लिज यति चाहिँ तपाईँहरूले भन्नु पर्यो कि तपाईँको बच्चाले, तपाईँको त्यो बच्चासँग आफ्नै स्किल्सहरू पनि हुनु पर्यो के। मजाले कोठामै बसेर आफ्नो सर्कल्सहरूलाई कोही चिनेको छ अथवा कलेजमा साथीहरू बनाएको छ भने पनि काम खोज्दै खोज्दै भन्ने होइन, आफै तात्तिने हो, होइन। तपाईँको इमेलमा तपाईँको बायोडाटा मात्र पठाएर, रिज्युमे, अपडेटेड रिज्युमे मात्र पठाएर हुनेवाला केही छैन, ओके। यस। सो यस, प्लिज आफैले गर्नु पर्यो, आफै जोसिनु पर्यो। तर स्टिल पार्ट टाइम जब पाउँदै पनि बच्चाले बस्न खानु पर्यो नै, होइन। डोन्ट थिङ्क कि 25 आवर्स काम गरेर, विकली काम गरेर तिनीहरूले त्यो नेक्स्ट इयरको ट्युसन फी कलेक्ट गरेर तिर्न सक्छ भनेको चाहिँ इट्स काइन्ड एकदमै गाह्रो हो। तर यस, कसै कसैले गर्छ, इट डिपेन्ड्स, अगेन मैले यही भन्छु, इट डिपेन्ड्स इन्डिभिजुअली, ओके है। थ्याङ्क यू। कसै कसैले गर्न सक्छ, तर कसै कसैले गर्न सक्दैन। ओके स्योर हाम्रो द्याट्स ब्याचेस न्युजिल्यान्डमा ब्याचेस 3 वर्ष कि 4 वर्षवाला हुन्छ? 4 वर्ष। 3 इयर्स। 3 इयर त्यो मास्टर्स त 2 वर्ष नै भयो होइन नो त्यसपछि। नो नो, मास्टर्स चाहिँ सर यस्तो छ, इफ मास्टर्स अलरेडी डन, डबल मास्टर्सको लागि जाने हो भने वी हेभ 1 इयरको प्रोग्राम मास्टर्समा, वेयर स्टुडेन्ट निड टु गो फर ओन्ली 1 डे इन अ विक, 24 आवर्स काम गर्न पाउँछ उसले, होइन। त्यस्तो मास्टर्स डिग्री पनि छ 1 इयरको। कुनै मास्टर्स डिग्री 15 मन्थ्सको पनि छ, कुनै 16को पनि छ, र मोस्ट प्रोबेबली 18 मन्थ्सको मास्टर्स डिग्री हुन्छ। ओके ग्रेट। त्यसपछि के छ जस्तै अब नेपालीहरूले त पिआरको कुराहरू हुन्छ नि त होइन यत्रो गइसक्यो दुःख गरेर बसेको छ मलाई त पिआर चाहिन्छ भन्ने खालको हुन्छ के छ न्युजिल्यान्डको पिआरको पाथवे चाहिँ अब ब्याचलर्स सक्यो मास्टर्स सक्यो त्यसपछि के हो अब त्यो पिआरको लागि चाहिँ बाटोहरू कसरी जाने हो? सो पिआरको लागि के छ भनेपछि तपाईँको डिग्री प्रोग्राम सकिने बित्तिकै दे विल गेट 3 इयर्सको पिएसडब्ल्यू भिजा, होइन। दे आर एलिजिबल टु अप्लाई एन्ड दे विल गेट 3 इयर्सको पिएसडब्ल्यू भिजा, विच इज पोस्ट स्टडी वर्क भिजा।
यो पोस्ट स्टडी वर्क भिजा त पाउँछ, तर कति बच्चाले पोस्ट स्टडी वर्क भिजा नहालेर पनि पिआर डिरेक्टली अप्लाई गरिरहेको हुन्छ है, बिकज उहाँले जहाँ काम गरिराख्नुहुन्छ त्यहाँको इम्प्लोयरले उनीहरूले स्पोन्सर गरिदिन्छ के। ओके, यो भएपछि इट मेक्स अलिकति इजियर होइन। तर कुनै कुनै बच्चाले 3 इयर्सको ब्याचलर्स गरेर पनि त्यसपछि 3 इयर्सको पिएसडब्ल्यू भिजा सकाएर पनि देयर हुन्छ नि एकदम डिफिकल्टी भइरहेको हुन्छ है पिआर हाल्नको लागि। वाइ? बिकज पिआर हाल्नको लागि न्युजिल्यान्डमा 6 पोइन्ट्स चाहिन्छ, ब्याचलर्स कम्प्लिट हुने बित्तिकै 5 पोइन्ट्स आउँछ, मास्टर्स कम्प्लिट हुने बित्तिकै 6 पोइन्ट्स आउँछ। बट स्टिल इट डजन्ट मिन तपाईँको 5-6 पोइन्ट्स आउने बित्तिकै मास्टर्स क्लियर गर्ने बित्तिकै बच्चाले स्टुडेन्टले चाहिँ पिआर हाल्न पाउँछ भन्ने चाहिँ होइन। यो भन्दा यता पनि तपाईँको धेरै डकुमेन्टेसनको काम स्टिल पेन्डिङ छ। यो के हो भन्दाखेरि तपाईँले के पढ्नुभयो, कता काम गर्नुभयो, केमा काम गर्नुभयो, तपाईँको स्यालेरी वेजेस के छ, तपाईँले गभर्मेन्ट ट्याक्स कति तिर्नुभएको छ, यो कुराले पनि तपाईँको यो फ्याक्टरहरू पनि छ। ओके, बट यस कम्पेरिटिभली अरू कन्ट्री हेर्ने हो भने इट्स रियली कन्भिनियन्ट टु गेट पिआर इन न्युजिल्यान्ड है। बट यस अगेन तपाईँले मास्टर्स सकिने बित्तिकै 6 पोइन्ट्स पाउँछ भनेको मतलब चाहिँ यहाँ जसरी हामीले आर्ट्स गरेर ल अब चाहिँ मैले भिजा एप्लिकेसनको लागि म एलिजिबल भएँ एडमिसनको लागि भन्ने हुन्छ होइन, हो त्यस्तै हो, एलिजिबल चाहिँ भयो तर स्टिल अझै पनि काम बाँकी छ। के सो छ या हाम्रो? ओके, थ्याङ्क यू भेरी मच। डिपेन्डेन्ट बेसिसमा लान पाउँछ कि पाउँदैन न्युजिल्यान्डमा? तर डिपेन्डेन्ट तपाईँको ब्याचलर्स डिप्लोमा मास्टर्स जसमा पनि लैजान पाउँछ, तर ब्याचलर्ससम्मको स्पाउसले काम गर्ने भिजा पाउँदैन, दे विल गो फर भिजिटर भिजा। तर मास्टर्सदेखि चाहिँ दे विल गेट फुल वर्क टाइम, सो दे विल गेट टु अप्लाई फर पार्टनरसिप बेस्ड भिजा। ओके, थ्याङ्क यू भेरी मच। लास्टमा तारा म्याम, न्युजिल्यान्डमा बसिराखेका हाम्रो नेपाली विद्यार्थीहरूलाई अन्तमा यो अन्तिम क्वेसन, लास्टमा के भन्न चाहनुहुन्छ? न्युजिल्यान्डमा बसेर पढिराखेका हाम्रो विद्यार्थी, न्युजिल्यान्डमा रहेका हाम्रो नेपाली समाजका मानिसहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? स्पेसली टु माई स्टुडेन्ट्स होइन, मैले चाहिँ यो जहिले पनि भनेर हो, स्पेसली टु माई स्टुडेन्ट्स टुडे आई वुड रियली हुन्छ नि तपाईँलाई मैले के भन्न चाहन्छु भनेपछि प्लिज प्लान अर्ली। तपाईँले कुनै पनि देश, इट्स नट ओन्ली अबाउट न्युजिल्यान्ड, कुनै पनि ठाउँको लागि तपाईँ अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने प्लिज प्लान अर्ली है। तपाईँको गो फर लाइक हुन्छ नि प्रिपेयर जेन्युन डकुमेन्टेसन्सहरू, choose the right course, and please do your own research. Your research is very important. Okay, your research is very important, so please do that. ओके, थ्याङ्क यू भेरी मच। हाम्रो समय पनि सकिएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच Thank you फर so स्पिकिङ much. विथ अस टुडे। Thank you so much. थ्याङ्क यू Yes. भेरी मच। थ्याङ्क यू भेरी मच।